गाइस वेलकम टु माई ब्लग। मेरो ब्लगमा स्वागत छ हजुरहरूलाई। म भर्खर क्रिकेट खेलेर आएको हैन, अनि म क्रिकेट खेलेको बलिङ गरेको हैन। के खेलेको छैन ए घरबाजी खेलेको प्राइस नि, अनि यसको नाम प्राइस हो हैन गाइसहरु। अनि म अब गेट बाहिर कहाँ जाँदैछु हैन। खेला 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 अब मेरो टर्न सकेर यो मान्छे गर्दै खेल्दै थियो हैन न। अहिले यहाँ एउटा फुलकोपी भेट्यो कि फुलकोपी भेट्यो, अनि फुल रोप्दैछ अरे। यो अनुहार देखाउनुस् राम्ररी। उहाँको नाम हो जेरिसा। मेकअप सेतो सेतो पाउडर सबै देखिराखेको छ यो मेम। अनि हजुरलाई मलाई हिजो कि अस्ति कुन दिन के भयो थाहा छ? यो 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 कहाँको यो देखिँदैन त। यो मान्छे छ नि यो क्रिकेटर हो हैन। त्यसो भनौँ अब जस्तै यहाँदेखि यो यहाँदेखिको ऊ यहाँको बारीमा पुऱ्याइदिएको त्यो घर छ नि, त्यसको सिद्धाको बारीमा क्या, त्यहाँ पुऱ्याएको यो मान्छेले। हेर्नु हेर्नु यसको फुल देखाऊ, हेर्नु कस्तो राम्रो छ। अब हेर्नु यहाँ पनि सुट हुँदैछ। हेर्नु गाइसहरु, मेरो भिडियोलाई लाइक गर्नु होला ल विनिता धमला। गाइसहरु अलिक सर्ट भिडियोमा पनि लाइक गरिदिन्छन् कि भ्युज हजुरहरु पनि लाइक शेयर कमेन्ट गरिदिनु होला है गाइसहरु। मेरा आवाज आउँदैन अरे क्या, अलिक साह्रो बोल्नुपर्छ, त्यही भएर म साह्रो बोल्छु। यो के हो अन्डा छन् कि यार, अन्डा पाख्नु है स्टप। म देखाउँछु है यिनीहरूको। मेरो यहाँ ढुङ्गाले गउँछ। यहाँ छ बल हाट्ने मान्छे, उहाँ छ उडा छक्का गयो, छक्का गाइसहरु। त्यही बारीमै पुग्यो है, त्यो पनि त्यता बारीमै पुग्यो। काली गएछि उहाँ छ। अघि हामीले यतिकै खेलेको थियौँ मजाकमा, अहिले त 3 बल छक्का उडाइसक्यो यसले। अहिले म भिडियो क्याप्चर गर्न पाइनँ नि त, त्यही भएर 4 बल भइसक्यो होला। छक्काको छक्कै हानिरहेछ सबै। हेर्नु न यिनीहरूको भाषण छोडेका, भाषण पनि छोडिराख्छ नि यिनीहरू, काम पनि गरिराख्छ। अब डेलीको हो, अबदेखि म भ्लग डेली बनाउने कोसिस गर्छु। भ्लग अहिले जस्तो भ्लग मतलब युट्युबमा यो भ्लग अपलोड गर्न आउँदैन नि त हैन गाइसहरु। यो मान्छेले गरिदिन्छ मेरो भ्लग हैन, उ छक्का उडो। अनि यो मान्छेले गरिदिन्छ मेरो उयो, म भ्लग बनाउँछु हैन, यो मान्छेले एडिटिङहरु गरिदिन्छ हैन, अनि अपलोड पनि गरिदिन्छ म गाइसहरु। अनि अपलोड पनि गरिदिन्छ। अनि हेर्नु गाइसहरु, यो मान्छेले केक बनाएर ल्याए माटोको, अलिक धमिलो देखिन्छ हो मेरो त। हेर्नु न कस्तो राम्रो केक, कसरी बनायो, माटो हालेर बनायो अरे न हैन गाइसहरु। सानो बच्चा छन्। म यताबाट एक ठाउँमा बसेको छैन क्या, यताबाट उता घुमिरहेको छु, घरि कुन्चाले देखाइरहेको छु, घरि कुन्चाले देखाइरहेको छु। आफूलाई पनि देखाउनुपर्छ नि त हैन, धेरै आफू देखाउनुपर्छ क्या गाइसहरु। म आफ्नो फोटो आफै हेर्छु गाइसहरु। फूलों की कतार में सबकी कहना है। गाइसहरु यो बाइकको ऐना थियो। म माथि जाँदैछु। गाइसहरु हेर्नु न, यसको भ्लग सुट गरेको हेर्नु न। वाउ, यो अब हाल्दैन गाइसहरु। अस्तिको भमेट गयो उतातिर हैन। म होइन गाइसहरु, अस्ति क्या यो थिए क्या, यसलाई मैले भ्लग सुट गर्न लगाएको थिएँ नि त हैन। यसले त त्यो भ्लग उयो गर्नुपर्छ नि त, स्टार्ट त गर्नुपर्छ नि त। यसले स्टार्ट नगरी यस्तो मात्र गरिदिरहेको क्या पुरै। दिदी बिग फ्यान 3-4 बार हाल्दिनु नि। एकछिन बात सुनेर मेरो गयो हैन। अनि त्यसपछि क्या म भन्छु
के काट्छु हेर्नु केक काटी बेजत भयो त नानी भित्र पसी छे तिमी मेरो त लोबाट चुट्टे छ गाइसहरु मेरो लोबाट चुट्टियो हेर्नु न गाइसहरु मैले यो रेड मेरो लोबाट चुट्टो हेर्नु न गाइसहरु अब म के चाहिँ गर्नु होला मेरो भाग्यमा किन यति खोर छ गाइसहरु हेर्नु गाइसहरु यो मेरो भिडियोमा खाने हाल्छे खाने यो बौलाइको लागि एउटा लाइक चाहिँ गर्दिनु होला एकछिन ल गाइसहरु यहाँ मलाई एमर्जेन्सी भयो म 1 सेकेन्डमा ब्लग गर्छु म आइसके ब्लग लिएर के लिएर आको ब्लग बनाको गाइसहरु क्या फ्रीमा दिनु नि हौ थ्यांक यू यता हामी चाहिँ यता हेर्नुस् त लुकी खाले छ ओ प्राङ गएको प्राङ एकछिन ब्लग स्टप हेर्नु गाइसहरु यो सिरानीको बाइ बाइ गाइसहरु यहाँ मेरो ब्लग मात्रै डिस्टर्ब भयो गाइसहरु अब म के गरौँ मेरो त टिकै अब तपाईहरु कति वर्षको हो कमेन्ट गरिदिनु होला है म एकछिन गाइस यहाँ के कुरा सुने मैले गाइसहरु वहाँ छ हेर्नु न बल बिसाले वहाँ तलदेखि हानेको अब गाइसहरु कोही जाँदैन सबैभन्दा सुकेनास मलाई नै देख्छन् अब मै जानुपर्छ गाइसहरु हेर्नु गाइसहरु म पातली छु मेरो अन्याय गर्छ नि दारले मलाई हेर्नु गाइसहरु म जानुपर्छ दुआ एउटा लठी होइन एउटा लठीले त्यहाँ गर्न के लठी दे त लिएर आइज त्यो त म ब्लग बनाए कहाँ छ लठी ठुलो लठी लिएर आऊ त म त्यहाँबाट गाइसहरु यो मान्छेले हामीले अन्याय गर्छ अन्याय त गाइस मलाई भइराछ यत्रो माथि चढाएर मलाई के गर्न लागिराछ यस्तो बच्चा यो एडिटिङ गरेनन् भने एडिटिङ गरेर भने यताले म बच्चा पनि हेरै यति घुम्छ गाइसहरु मेरो कुरा सुन्नु भन्छ कि छैन सुन्नु होला राम्ररी सानो बताए हुन्छ चिच्चाइ बोलिरहेको छु मैले यहाँ यत्रो लठीले पुग्छ अहिले गाइस उ त यत्रो लठी छ यत्रो धन्ने म जाने नगरियो वानु तो गाइस तो गाछ मलिस त्यहाँ नटेक्न उयो बास छ ठाउँ उयो न यताले उता खेल्नु उता भ्लगर दिदी उता खेल्नुहोस् न उता बाहिर झरोस् उता तपाईँले गर्दा मोबाइल झर मोबाइल भयो लाते ब्लग गर्दै अरे